नमस्कार, रिङ्गालुङसा समाजको सहसचिव। आज हामी दिक्तेल रुकाकोट मजुवागढी नगरपालिका वार्ड नम्बर 13 पैलुङमा अवस्थित रिङ्गालुङसा समाजको सोनारीपा भवनमा छौँ र अहिले हामी भाषा, संस्कार, संस्कृति तथा वंशावली सम्बन्धी अनुसन्धानात्मक भेला कार्यक्रममा छौँ र यसै विषयमा आजको कार्यक्रमदेखि लिएर हाम्रो संस्थाकोदेखि लिएर वंशावली सम्बन्धी केही प्रश्नहरू म हाम्रा दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका निर्वाचित उपमेयर राजनीतिज्ञ तथा रिङ्गालुङसा समाजका सल्लाहकार आदरणीय मेरो काका र उपमेयरज्यू विशन राईज्यूलाई म हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्ते। आज हामी यो कार्यक्रममा हुँदै गर्दाखेरि हजुरलाई कस्तो लागिरहेछ? यो कार्यक्रम हुन गइरहेछ, कस्तो महसुस गरिरहनु भएको छ? यो चाहिँ अत्यन्त महत्त्वपूर्ण छ र यो महत्त्वपूर्ण खास गरेर हामी आदिवासीको लागि यस कारण पनि छ कि हामी प्रकृति र संस्कृति प्रेमी पनि हो र प्रकृति र संस्कृतिलाई चाहिँ संरक्षण गर्न र अरू विकसित गर्नको लागि हामीले चाहिँ हाम्रो परम्परातिर, हाम्रो पुरानो थाँथलोतिर, हाम्रो च्यान चौतारीतिर फर्किनै पर्छ र त्यहीबाट हामीले चाहिँ हाम्रो सभ्यताहरूको विकास गरेको, त्यहीबाट हामीले हाम्रो जीवनको सुरुवात गरेको र त्यही चिजले आज हामीलाई चाहिँ यो रूपमा चाहिँ ल्याइपुर्याएको कारण पनि यो आजको हाम्रो भाषा, संस्कार, संस्कृतिको अध्ययन अनुसन्धान सँगसँगै चाहिँ हाम्रो पुरानो थाँथलोहरूको खोजी र त्यसको संरक्षणको जुन यो कार्यक्रम अगाडि बढिराखेको छ, यसले आउने पुस्ताको लागि पनि र यो धरती रहेसम्म खास गरेर हाम्रो भाषा, संस्कार, संस्कृतिको संरक्षण गर्ने र हामीलाई चाहिँ हामी यो हौँ है भनेर चाहिँ परिचित गराउने कार्यक्रम गर्छ। तसर्थ यो कार्यक्रम महत्त्वपूर्ण छ। अहिले हजुर यो नगरपालिकामा निर्वाचित हुँदै गर्दा विभिन्न जाति समुदायहरू, हाम्रो नेपाल त विविधताले भरिएको देश भएको हुनाले आफ्नो भाषा, संस्कार, संस्कृति सम्बन्धीको योजना छनौटहरूमा यहाँको भूमिका राम्रै देखिन्छ। तथा त्यही कारणले गर्दाखेरि हामीलाई पनि भाषा, संस्कार, संस्कृति सम्बन्धी योजना स्वरूप हामीलाई रु 5 लाख यहाँकै पहलमा प्रदान गर्नुभएको छ। यसप्रति हामी आभार व्यक्त गर्न चाहन्छौँ र अहिले मलाई लाग्छ यो वंशावलीकै विषयमा पनि, भाषा, संस्कारकै, संस्कृतिकै विषयमा पनि हजुर एउटा सल्लाहकारको नाताले कामहरू के कसरी भइरहेछ, यसमा यहाँले दिनुपर्ने फिडब्याकहरू केही छ भने दिनु हुनको लागि चाहिँ अनुरोध गर्न चाहन्छु। हस्, यो भाषा, संस्कार, संस्कृतिसँग जोडेर हामीले कार्यक्रम राखिराख्नुको तात्पर्य चाहिँ के हो भने चाहे हामी रिङ्गालुङसा समाज हौँ, अर्को पाछा अर्थात् अर्को वंशहरू छ होइन, उसले हामी को हुँ भनेर चाहिँ नि पहिचान गर्न सक्नुपर्छ। हामी को हुँ भनेर पहिचान गर्नको लागि मेरो भाषा के हो, मेरो संस्कार संस्कृति के हो, मेरो पुरानो थाँथलो के हो, कुन वंशावलीसँग म जोडिन्छु, यी सबै चिजहरू उसले पहिचान गर्नुपर्ने भएकोले र फेरि बिना बजेट, सरकारको बिना कार्यक्रम स्वस्फूर्त गर्न पनि गाह्रो भएकोले गर्दा हामीले चाहिँ हाम्रो रिङ्गालुङसा समाज मात्रै होइन, यो नगरभित्र चाहिँ अन्य समुदायहरू, खस ब्राह्मण साथीहरूको लागि पनि होइन, तामाङ मगर साथीहरूको लागि पनि र किराँतीहरूभित्र अन्य वंशसँग जोडिएका समुदायहरूको लागि पनि निरन्तर बजेट व्यवस्थापन गर्ने र उहाँहरूको थाँथलो पहिचान गर्ने, भाषा, संस्कार, संस्कृतिको संरक्षण र विकास गर्ने र आफ्नो एकतालाई मजबुत बनाइराख्ने यो कामहरू गरिराखेको र त्यसको लागि हामीले चाहिँ सानो सानो सहयोग गर्ने गरिराखेकै छौँ। अहिले हाम्रो लगभग यहाँले विनियोजन गर्नुभएको योजना मुताबिक हाम्रो यो आजको भाषा, संस्कार, संस्कृति सम्बन्धी भेला कार्यक्रम हो। यहाँलाई यो छलफलको क्रममा आजको छलफलमा के कुराहरू आउनुपर्छ जस्तो लाग्छ? होइन, सबैभन्दा हाम्रो चाहिँ मूल चिज भनेको मुन्दुम हो। मुन्दुमसँग चाहिँ हाम्रो सर्वस्व जोडिन्छ होइन, र मुन्दुम
अलिकति अध्ययन गरेका हाम्रो पुराना पुर्खाहरू जसलाई यहाँ उपस्थित गराएर उहाँहरूबाट हाम्रो पुरानो कुराहरू सिक्ने, हाम्रो पुरानो ज्ञानहरू छ, हाम्रो पुरानो सभ्यताहरू छ होइन, पुरानो हाम्रो संस्कृतिहरू छ, हाम्रो खानपान र जीवनशैलीका चाहिँ नि सवालहरू छ। यो चिजहरू आज आधुनिक समाजले बिस्तारो मेट्दै गएको छ, त्यो हराउँदै गएको छ। तर त्यसलाई जीवित गर्नुपर्छ। त्यसलाई जीवित गर्न सक्दा मात्रै हामीले हाम्रो चाहिँ अस्तित्वलाई चाहिँ रक्षा गर्न सक्छौँ। यसको लागि मलाई लागेको चाहिँ पुरानो मुन्दुम्बितहरू जसलाई चाहिँ हामीले बोलाएर उहाँहरूलाई सम्मान गर्ने, उहाँहरूको चाहिँ नि अथाह उहाँहरू ज्ञानको भण्डारहरू हुन्। उहाँहरू हाम्रो आफैमा युनिभर्सिटी जस्तै विश्वविद्यालय हुन् हाम्रो लागि, र उहाँहरूको ज्ञानलाई चाहिँ हामीले लिपिबद्ध गर्ने, त्यसलाई चाहिँ कसरी सुरक्षा गर्ने। उहाँहरू सकिएपछि हाम्रो त्यो ज्ञानको भण्डार पनि सकिन्छ। त्यसलाई सकिन नदिनको लागि अझै त्यसको सुरक्षा रक्षा कसरी गर्न सकिन्छ, त्यस्तो कार्यक्रम भइदिए चाहिँ अलिक बेसी राम्रो हुन्थ्यो कि भन्ने लाग्छ मलाई। धन्यवाद यहाँको सारगर्भित भनाइप्रति। र अन्त्यमा हाम्रो रिङ्गालुङसा वंशप्रति र रिङ्गालुङसा समाज संस्थाप्रति केही कुरा राख्नु छ भने हजुरलाई अनुरोध गर्न चाहन्छु। यो वंश आफैमा तागत हो र यो चाहिँ एकतामा आउनुपर्छ। चाहे हामी नेपालको पूर्व मेची महाकालदेखि होइन पश्चिम दार्चुलासम्म जो छौँ, हामी चाहिँ यो हाम्रो उद्गम स्थल रिगाङ सरको यही हो। हाम्रो अहिले चाहिँ दिक्तेल रूपाकोट मझवागढी वडा नम्बर 13 पैलुङ हाम्रो रिगालुङ सरको अहिले पहिचान भएसम्म यसलाई उद्गम स्थल मान्छौँ। र यहीँबाट हाम्रो पुर्खाहरू चाहिँ कोही बैपातिर लागे, कोही बामराङतिर लागे, कोही झापातिर, कोही इन्डिया पनि पुगेको छ, कोही कहाँ होला, कोही सङ्खुवा सभा होला। तर उद्गम स्थलको रूपमा हामीले यसलाई लिने भएकोले गर्दा हामीले यसलाई चाहिँ पुण्य भूमिको रूपमा, हाम्रो पवित्र उद्गम स्थलको रूपमा लिनुपर्छ। र यसलाई चाहिँ कसरी संरक्षण गर्ने, हाम्रो चाहिँ पहिचानहरू चाहिँ स्थापित हुने गरी यसमा कस्ता कस्ता संरचनाहरू निर्माण गर्ने, यी सबै हामी जुटेर यसको बृहत छलफल गर्नुपर्छ। र छलफल मार्फत हामीले चाहिँ एउटा राम्रो निष्कर्षहरू निकालेर सबै जोडिएर भविष्यसम्मै हाम्रो सम्बन्धहरूलाई चाहिँ नजिक राख्ने काम गर्नुपर्छ। म सबैलाई यही अनुरोध गर्छु। धन्यवाद। हस्।